अहिले यहाँ घर दामबार उहाँ खोज्दै हिँड्छु त म एकछिन म सार्छु के म सार्न पर्दैन मलाई छ तेरिया मलाई म सार्दैछ त रिस उठ्छ जान्छु कति राम्री हुनुहुन्थ्यो बैसँग पनि राम्री हो नराम्रो हो तिमीहरूलाई के खाँचो बैसँग पनि राम्री हुनुहुन्थ्यो खाली हजुरबाल के भन्थे कुन्नी के भन्थे एक आमाती मालुङ्गेली हो क्या अलि पर नजान्नु भुइँमा बस्न के यता बस्नु के ल बस्या जति बोल्यो त्यहाँबाट ओरो गर्मी भएको छ अहिले मैले उहाँ बिर्गा जाने केरी कस गरे अस्ति नै आइदिनु बिग्रियो नि त उहाँ बिग्रियो भने के खाने हो त्यही त तपाईँ नभए त हामीलाई केही खानै छैन धन्न हुनुहुन्छ गोडा चारेक माग्दिनु मम्मीलाई कहाँ राख्न दिनुभयो मम्मी ल्याइदिनु त यसलाई त दिन मात्रै चाहिँ कुकुरलाई लैजा आफूले दिन पर्दैन कि एउटा पैसा दिन्न कि कसैलाई दिन्न मम्मी धन्न मम्मी तिमी पैसा छन् कति मैले मसारम एकछिन हजुरलाई पर्दैन त्यति सबैले हेर्दा मैले लान्न के मैले गर्मी भएको हजुरलाई मैले त नरिसाउनु न बिस्तारै बोल्नु न होइन मैले त माया गर्छु नि हजुरलाई मलाई माया गर्न कसै कान थाल्नु पर्यो नि त पर्सीलाई दाम नभएर यहाँ कष्ट गरेछु त्यस्तो लो खा लैजा जता लान्छ यति भए त भयो लैजा यत्रा त चाहिन्न दुईटा भए हुन्छ जे सियरमा जान्ने यहाँ चाहिँ छ त ए आमा देऊ तीन बिहे जग्गा किन्ने हो जीवनमा केमा अरे कपिल वस्तुमा तिर्नमा काम आउँछ नि मत फालीको काम लाउनु पर्ने फालफाली भयो हावा खाम एकछिन पैसाको मलाई छुनु पर्दैन मैले हेर यहाँ आएर अब एउटा सुको लिन्छु भने त गाईको रथ खाने ल नरिसाउनु न जति पाएका जम्मै लिएर हिँड्ने हो उहाँ आमालाई राख्ने त्यसले कति आधा दिँदै छ जम्मै हो कि मलाई त आधा यी हरिया नोट त भ्याइए छन् जम्मै जाँदैछु मैले जम्मै जान्नु भएर त्यसले पनि दिउँछु एउटा बिचको निकालौँ जेसुकी गर मैले तपाईँ रिसाएर मैले होइन तेरो बाबा आमालाई दिएँ मैले कहाँ सरेको पाए पनि गाईको रखाने भन्नु तैँले यति नोट दिएपछि तीन बिहे खेत पाइन्छ नि कपिल वस्तुमा कति छ के छ चाहिने भनेको त हजुरको नरिसाउनु न हजुर रिसाउने होइन नि त तपाईँ रिसाएर त हाम्रो घर कसरी चल्ने हो र हाम्रो अन्नदाता नि सधैँभरि पनि मलाई ढोका अलि ओराउनु त अडस लाउनु आउनु अडेस लाउनु पर्दैन मैले लिन्न मसित रिसाउनु मलाई कसैको दुःखै छैन मलाई पनि छैन यो कुकुर नपाए पनि गरिदिनु मैले लाँदै लान्न यति जाँठो ल्याँदाखेरि यति दाम भएर अस्तिनेदेखि गर्दाखेरिमा यतिका शान्ति पनि मलाई मम्मी लाइट त भए ल्याउनु मेरो आमाको होइन कि म जान्छु लाउनु आमा मलाई पैसासित नरिसाउनु न है मैले रिसाएको होइन मैले लाँदै लान्न यहाँ अब भत्ता पाउँछु भनेर आएछु भने त गाईको रगत खाने भए ल जेसी गर गर्मी भए थट मलाई नचला कामती दामा कामती यसो मै खाएर जान्छु नचलिकन मलाई मै खान्छु हेर्नु त यो कोही छ यहाँ हेर्नु त मैले हेर्दिनँ कसैलाई पनि हेर्दिनँ अलि वरा सर्नु न गाईको रखान यो दाम लिन्छु भने त सुनाले बाटोमा लिन्न मैले गाईको रखान लिन्न यति छन्दै आमालाई पनि ला छैन त्यसो त ला छैन बाबालाई पनि ला छैन अहिले यसो भन्नु अहिले त्यहाँ फेरि म तलतिर जाने बित्तिकै लपक्क पर्नुहुन्छ आमाहरूसित हजुरको बानी पनि जाने छु मैले अलि वरा बस्नु नि त्यति जैरी भत्त पाएर त्यति जैरी लिँदाखेरि पनि आमा मलाई चाहिएन नरिसाउनु मैले लिँदै लिन्न ल फुलवा दाम चाहिहालौ दाम त कसलाई चाहिँ यहीँ सुत्छु यो यहाँ त सुते पनि दाम आउँछ न म पनि जान्छु अब नरिसाउनु न खाली रिसाउनु छ
रिसाउँछु म त छोडा ल अलि वर कस्ता छौ? अलि वर बस्नु ल यति जहिले दाम दिँदाखेरिमा ल अलि वर बस्नु के ल नरिसाउनु ल अलि वर बस्नु ल ल यता त बस्नु न नरिसाउनु न आमा रिसाइ छैन लैजा ल, अलि लैजा वर। मैले त अब यतिकै बाँसारिया डुले पनि मैले यति रुपियाँ त गाईको रछानी पाएँ मलाई चाहिएन के यो मैले लिँदै लिँदैन मैले पनि लिन्न अँ, त्यसमा मैले- फालिदिनु उता मैले भत्ता छ भनेर आउँदा पनि आउन्न खाऊ मम्मी लाउनुहोस् खानुहोस् लाउनुहोस् खानुहोस् जेसी राख्नुहोस्। गरेर। अहिले मलाई दिनु है तल झर्दा मम्मीलाई विश्वास गर्ने है उसले त पैसा कमाएर थुप्रै आइछ नि उसले त म चाहन्थेँ त्यहाँबाट उ गर्थेँ एउटा पैसा कहीँ जाँदा माग्दा दिँदैन कि यत्रो मुठै मुठाई पाइछ नि अहिले दिए राख राख तपाईँको नि यता के अरे तिमीहरूको यो म भत्ता पाइन्छ भनेर आइछु भने त गाईको रगत फुलबा एउटा गीत गाइदिनु न आमालाई मैले भत्तै लिन मैंने तिम्रो- ल ठुलोआले गीत गाइदिनु भयो सुनो यहाँ पर ल मैंने भत्ता ठुलोआले गीत गाइदिनु भयो कि सुन्नु न नकरा, जज्बात नकरा, के लैजा। संग खेल के दौलत नकरा देखी। यहाँ मस्ती, जा। मैंने अपनी त्यति आँखों जहिले से लु- मोहब्बत राउदा की जहिले लु। तिजारत देखी ऐसी जा, दुनिया म में त मेरे यस्तै वास्ते तेरा उभिरी क्या छोरी क्या बाबा है लिएर जान्छु। जिंदगी तिनी और छोरी है। बता